ल टक्क लाएर यता देख्न सक्नुहुन्छ यत्रो क्यामेराम्यान छ क्या हाम्रो चाहिँ डेसअप नभएर होला कसैले फोटो खिचिदियो भनेर सोधिरहेको अरू सबलाई सोधिरहेछ ठिक छ है फोटो खिच्नुको भिड छ ल यतिखेर के हो यो हेर्नु है यता देखाउनु त आयो टिचिङ गान्धी रत्न पार्क जमाल घण्टाघर आरएनसी साइकेट सुन्दर हेलो हाई नमस्ते सम्पूर्णमा आयो हजुर बनाएर मलाई पनि ठिकै छु सो आज चाहिँ मैले टक्क लगाएर न्यू युट्युब च्यानल खोलेको छु मेरो न्यू भिडियोमा सबैजनालाई हृदयदेखि स्वागत गर्न चाहन्छु सो चट्टा लगाएर हाम्रो यतापट्टि चाहिँ यो ललितपुर रोडहरूतिर टक्क लबक्क झबक्क जुन हुन्छ नि पलुवा फेरेको टक्क फुलहरू सर्लक्क फुलेको रहेछ होइन त्यो ठाउँतिर गएर आज मेरो लाइफको पहिलोचोटि मैले लाइफको होइन पहिलोचोटि भनौँ न भिडियो पोस्ट गर्दैछु मेरो आफ्नो पर्सनल भिडियो जे जतिजनाले मेरो यो बाइक किनबेचकोमा नि आउनुहुन्छ नि सबैजनाले चाहिँ मेरो टक्क आरके घले युट्युब च्यानल चाहिँ माया गरिदिनु होला आज मेरो साथमा रहेको छ नुवाकोटको यानि कि मेरो दोस्त बालेन तामाङ है त ल बालेन तामाङ ल केही भनिदिनु पऱ्यो नि त ल टक्क लगाएर आज भने म यहाँहरूमा स्वागत जान्छु यतिखेर म रोहन घालीको साथमा रहेर आज हामी नयाँ बाटोतर्फ लाग्दैछु है त गाइस सबैजनाले भिडियोमा लाइक एन्ड सब्सक्राइब गर्नु भनेर नभुल्नु होला रोहन घाली भ्लगलाई चाहिँ सबैजनाले माया गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला है त ल गाइस टक्क लगाएर हामी जान्छौँ साथीहरु है जस्तो यतिखेर भने हामी अब लाग्छौँ है त लगन गेमतर्फ लाग्छौँ हामी वान एन्ड स्कुटी सिल ब्याक इन्जिन भनेर चाहिँ हामीले भन्ने गर्थ्यौँ हाम्रो माले रोहन जैसाबले त ताबाङसँग चाहिँ मनकौटेन आशे खै च्याकी गलिरी आज भने च्याकी गलिरी च्याकी आज हाम्रो बालेन तामाङलाई कस्तो फिल भइरहेछ एकदमै रमाइलो बबाल है रोहन सर हजुर रोहन सर हजुरले यो युट्युब च्यानल चलाउनु भएको कति भयो सर यो युट्युब च्यानल खोलेको चाहिँ मैले पहिला भ्लगबाट किनबेच गर्ने त्यो भ्लगहरू टक्क लगाएर आफूसँग भएको सिप सदुपयोग गरौँ भन्ने त्यो गरेको थियो अहिले चाहिँ चट्टा लगाएर मैले आफ्नो फ्यामिली अब आफ्नै यो पर्सनालिटी हो अब चाहिँ भिडियो भरे मात्र एउटा हाल्छ है त ल हल मिलाएर आउनु त त्यहाँ सर मैले विगत 2 वर्षदेखि नै मैले हजुरको युट्युब च्यानल हेर्दै गर्दा मलाई एकदमै मनपर्ने हजुरको यो जुन बाइकको भिडियोहरू हाल्नुहुन्छ नि जुन यो हजुरले बाइकको भिडियोहरू हाल्नुहुन्छ एकदमै के हजुर अलिकति हुन्छ नि त ल मजा हेल्मेट पैसा अलिक थोरै बजेटमा पनि बाइकहरू पाइहरू पुरै पहेँलो हुन्छ भने अहिले बर्खामा पुरै है हरियाली भएर कस्तो के जताततै लमक्क फुल फुलेको वाउ यो त विदेशभन्दा कम छैन स्वर्ग जस्तै हाम्रो यो ललितपुर लगनखेल वरिपरि रहेको यो जुन पर्यटकीय क्षेत्रमा चाहिँ हामी आज एकदमै रमाइलोको साथ घुमिरहेको छौँ है त साथीहरू हो टक्क लगाएर अब मैले चाहिँ नयाँ युट्युब च्यानल खोलेको नि त अनि हजुरहरूले चाहिँ मेरो पर्सनालिटीहरू हुन्छ अब पर्सनालिटी सधैँ अब बाइकको मात्रै हालिरह्यो भने चाहिँ अब अलिकति इफेक्ट पर्ने रहेछ के धेरै जस्तो साथीभाइहरू चाहिँ बाइक हेर्न आउने रहेछ नि त होइन त्यो भएको कारणले मैले चाहिँ आज चाहिँ मेरो नयाँ ओ माइ गड उता देख्न सक्नुहुन्छ गाइज उता है मैले यो टिकटकमै देखेर आएको क्या दोस्त टिकटकमा देखाएको थियो नि होइन टिकटकमा सर्लक्क परेको कस्तो अब यस्तो हुन्छ नि त जुन चिजलाई आफ्नो हुन्छ नि
मतलबी हुन्छ त्यो चिज मात्र थाहा हुँदो रहेछ क्या दोस्त हो सही हो। मतलबी अब मतलबी बिहेन गरेपछि थाहा हुँदैन जुन मैले आज ओहो भ्लग त बनाउनु पर्ला भने कहाँ जाने भन्दाखेरि यस्तो टक्क फुलहरू हुन्छ नि होइन डाङडुङ टक्क यसरी फुलेको फुलहरूको छेउमा बनाउने भनेर सोचेको थिएँ क्या त देख्न सक्नुहुन्छ है आमा टिकटकमा देखाएको त्यो महालक्ष्मी स्थान ओ माई गॉड फुल फुलेर पायलै पायो आदि जौवन बच्चालाई पायो आदि जौवन मायालाई भयो यतैबाट गइदिनुहोस् ल आमा कति राम्रो फुल फुलेको अनि यस्तोदेखि चाहिँ स्वर्गको फिल हुँदैन त ओ माई यो हो नि त मलाई त मलेसियाको फिल भइरहेछ गाइस यो हो नि त तरिका आमा यो नि त ल यार फुल त कस्तो लपक्कै फुलेर यार कस्तो यार आमा स्वर्ग जस्तै स्वर्गमा पनि यस्तै हुन्छ कि क्या हो यो जता जति टाढोसम्म त्यही जाने है त दोस्त ल यतिखेर भने यो छन्नेमा हो फोटो खिच्दै भयो आमा केटाकेटीहरू त है ओ माई गड ओ दोस्त मनै सिरिङ भयो दोस्त आमा हो के हो यार फुल यार आमा उतापट्टि हेर्नु त के हो दोस्त यार आमा परार खसिरहेको छ दोस्त आइफोनले फोटो हान्नुपर्छ है दोस्त ओके दोस्त आइफोन 13 प्रो म्याक्सबाट फोटो खिच्ने कसरी दोस्त क्लिचिक्क लाएर होइन क्ल्याचक होइन क्लिचिक्क लाएर खिचिक्क लाएर ल ओइ बिस्तारै बिस्तारै गर है बिस्तारै आइसक्रिम कसरी चल्दा अब कहाँबाट घुमाउने भनेर मलाई लाग्यो तेल सक्यो कति थियो तेल साँच्चै भन्नु त 1 लिटर त्यो भित्र भएको यो बाटा एक बाटा हालेको तेल त छैन यार आमा भ्यू देख्न सक्नुहुन्छ फुल त हामी पक्कै पनि तेल हालेर पहिला यो राउन्ड घुम्ने छौँ अनि लगभग तेल हाल्ने नहाल्ने पुग्छ केमा हाल्ने ऊ त्यो पम्पमा हाम्रो त्यत्रो बाइकमा त्यत्रो तेल छ अनि त्यो तेलले के खाने के गर्नु त अब हाल्नु पऱ्यो हो पनि लाग्यो अनलाइन गर दोस्त त्यहाँ अनलाइन गर आमा हेर्नुहोस् न ल टक्क लाएर फोटो खिच्ने भिड हेर्नु त हो दोस्त चल्नुहोस् जुम पुछ लगे कोब्रा नि पुछ ल टक्क लाएर यता देख्न सक्नुहुन्छ यत्रो क्यामेराम्यान छ क्या हाम्रो चाहिँ डेसअप नभएर होला कसैले फोटो खिचिदियो भनेर सोधिरहेको अरू सबलाई सोधिरहेछ ठिक छ है चल्छ जिन्दगीमा जे जस्तो भए तापनि यो दोस्त तपाईँले यो रुख चाहिँ के रुख होला यो रुखको नाम थाहा छ यो विदेशी रुख भन्छ दोस्त विदेशी रुख के रुखहरू दोस्त विदेशमा मात्र देखेको म नेपालमा पहिलोचोटि देखेको छु नेपालमा पहिलोचोटि यो कसले रोपेको जस्तो लाग्छ दोस्त यो नगरपालिका भनेको को हो दोस्त नगरपालिका भनेको स्थानीय सरकार हो स्थानीय सरकार हाम्रो काठमाडौँको मेयर को हो अरे बालेन शाह स्वयं म आफै बालेन तपाईँ त नुवाकोटको होइन हजुर म नुवाकोटको बालेन तामाङ ल यताबाट देख्न सक्नुहुन्छ ल भ्यूको त कुरै नगरौँ ओम्बो हेतेरी हेर्दै टक्क लाएर यता देख्न सक्नुहुन्छ बबाल सिन है ल गाली ताना जाउँ यतिको साथै बरु यो लेफ्टमा चाहिँ फोटोहरू खिच्ने गरी यतापट्टिको लेन्समा चाहिँ होइन दोस्त गाडीहरू गाडी गुड्ने मान्छे हो मा जिन्दगी हो नि दोस्त जिन्दगी तर यार मैले टक्क लाएर भिडियो क्रिएट गर्ने यताउति भनेर चाहिँ आइफोन किने गोप्रो किने तर यसको पैसाहरू कहिले उठाउने होला दोस्त उडाउँछ दोस्त बिस्तारै आमा झ्यामक्क दोस्त यार ओएमजी साह्रो फुलेको यो फुल जस्तै हामी सधैँ यसरी नै फुलिरहोस् है भगवान् हामीलाई यसरी बाँच्न शक्ति दिनुहोस् कहिले पनि दुख बिमार होइन दोस्त ल काम गर्ने शक्ति मिलोस् काम गर्ने शक्ति दिनु होला भगवान् आजको प्रार्थना ओ माई गॉड कस्तो फुर्रु झरेको त दोस्त यार बबाल छ दोस्त बबाल छ है आम्बो खोइ त खोइ अहिलेसम्म कसैले सोधेछ कसैले सोधेछ भने फोटो खिच्नु भने सोधेछ छैन नि हाम्रो ड्रेस अब यस्तो छ ल बाटो मुनि बाटो माथि
टक्क लगाएर बाटोमाथि दङ्गलाङ दङ्गलाङ छैन फर्सी जत्रो अब यहाँबाट चाहिँ सर्र जानुपर्छ उत्ता पारिसम्म जानुपर्छ होइन दोस्त यता पनि सानो सानो यो रुखलाई यो ओ के साह्रो फुलहरू खसेको छ दोस्त आम्बो अब एउटा यो आइफोनबाट चाहिँ हामी एउटा ट्यामरको भिडियो बनाउनु पर्छ है दोस्त यो फुलहरू चुरुरुरु झर्ने के दोस्त त्यस्तो खाले है ल दोस्त हामीलाई कसैले हेरिरहेको छ छैन दोस्त छैन हामीलाई कसैले फोटो छैन दोस्त छैन 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 हामीले कसैले हेरेको छैन बालको एक्टिङै बढी छ फेरि है ल माया गरिदिनु ल हाम्रो भ्लगलाई भन्नु न आरबाट रोहन घाले केबाट उहाँको पहिलो नाम कविन्दर थियो अहिले बालेन होइन बालेन के विवाह हजुर के विवाह भएन भएन है अब चट्टा लगाएर सबभन्दा धेरै फुल कता छ ओ त्यहाँनिर छ के स्कुटर चढेर जानुपर्छ के दोस्त अब भयो ल स्कुटर चढेर जानु हेर्नु है यता देखाउनु त आयो टिचिङ गान्धी रत्नपार जमाल घण्टाघर आर्नेसी साइगेट सुन्दारा बालाजु माछा पोखरी नेपाल डार शेषमाती जरङ्गु गैरी गाउँ आयो टिचिङ गान्धी रत्नपार जमाल घण्टाघर आर्नेसी साइगेट सुन्दारा बालाजु माछा पोखरी नेपाल डार शेषमाती जरङ्गु गैरी गाउँ खेदी आहा कति राम्रो केटी या भनेर चाहिँ भन्नुपर्ने हो दोस्तले पहिला खलासी काम गर्थ्यो कि दोस्त म भाइ पहिला खलासी बिल्कुल खलासी है अब हाम्रो भिडियो दाजु नै पहिला खलासी खलासी हो यो खलासी काम गर्ने दाजुहरू बहुत स्मार्ट हुन्छ कि यार ओ बिल्कुल दोस्त हाम्रो साथमा रहेर बोल्ने कोही पनि भएन आज भने हामी क्यामेरा उता फर्काउनुहोस् भने राम्रो मायाहरूलाई देखाउनु होला अब चाहिँ उनीहरू भाइरल हुनेछ हजुर हामी भनेको चिन्नेलाई हिरा नचिन्नेलाई किरा हो प्रुङजुङ भयो यता उता देखाउनु प्रुङजुङ भयो उहाँ चाहिँ प्रुङजुङ हुनुभएको अवस्था छ ल एक दुई राउन्ड अब चाहिँ हामी कुन ठाउँ जाने आजको भ्लग हाम्रो यति नै हो हजुरले चाहिँ चट्ट गरेर यो ठाउँ जानु पऱ्यो हाम्रो प्लान चाहिँ थियो कि उता साइड गेटनिर पनि उता कस्तो मजाले लड्नु भएको के हाँस्नु मलाई त ल चट्ट लाग्यो अब कता भिडियो बनाउनु पर्यो ल